सो म ढोज वेलकम ब्याक अनदर ब्लग। म चाहिँ त्यही है सधैँको रोडना धन्ना कलेज जाँदैछु है त। 6:50 गएको छ। म कोठाबाट निस्केँ। हिजो चेत आएको छ नि त, नत्र आज पनि अलिअलि चिसै छ। नर्मल टी सर्ट लगाएर आएको छु। फेरि 25 तो गर्मी हुन्छ पुरै छुट्टी। उठ्न त बिहानै 4 बजे उठ्छु होइन, तर के गर्दा गर्दै ढिलो भइहाल्छ के है। के गर्दा गर्दै ढिलो हुन्छ थाहै हुँदैन टाइम गएको बिहान होइन। खाजा बनायो खायो, यता मुख धुयो फ्रेस भयो, यताउता गर्दा गर्दै टाइम गएको पत्तै हुँदैन। ल है त, यो चाहिँ 4 बाटो हो। म चाहिँ अब यहाँबाट गाडी चढ्छु। सो म चाहिँ भत्रा गाडी चलेर यहाँ त्रिकुटी मण्डप अगाडि आइसकेको छु। यस्तो छ यहाँको दृश्य। त्रिकुटी मण्डप यही हो। आज 10 मिनट बाँकी छ। आज पनि टाइममै पुग्यो। यस्तै हो कि कहिले के हुन्छ कहिले के हुन्छ, तर टाइममा चाहिँ सधैँ पुग्छु। हिजो एउटा मात्रै पिरियड भएको हो, आज पनि एउटा मात्रै पिरियड भयो भने आज पनि जान्छै मलाई फेरि। बिकज होइन, आफूले पाएको अपर्च्युनिटीलाई ग्र्याब गर्न सिक्नुपर्छ होइन। मास्टर पढ्ने मान्छे चप्पल लगाएर को आउँछ क्या, त्यो पनि कला छ। अफकोर्स इट्स मी रूपक शर्मा। बिकज तपाईँको चप्पलले तपाईँको पर्सनालिटी डिटरमाइन गर्दैन क्या। आई नो डिटरमाइन त गर्छ, तर पनि सादा जीवन उच्च विचार भएको मान्छे हो म होइन त। म चाहिँ कलेजबाट निस्किसकेँ है। अब म अहिले सिंहदरबार अगाडि छु आज, तर अब अहिले पानी पर्ला जस्तो गरिरहेछ। म यो बाटो किन आएको नि त, सधैँ सुन्दाएर घर जान्थेँ। यो बाटो किन आएको भन्दाखेरि अब आउने गाडी आउने हो है, तर यो बाटो अलिकति बढी हिँड्नुपर्छ जस्तो मलाई लाग्छ। तर पनि केही छैन, कहिलेकाहीँ फरक बाटो पनि हिँड्नुपर्छ। पुरै सुरक्षा निकाय खटिरहेको छ सिंहदरबारमा। मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामीले अब पुलिसहरू हुनुहुन्छ नि, जुन सुरक्षा निकायमा खटिने जनशक्तिहरू, उहाँहरूलाई चाहिँ सम्मान गर्नुपर्छ जस्तो लाग्छ। किनकि जस्तै फर इक्जाम्पल है, पहिला अस्तिको जेएनजी प्रोटेस्ट जुन थियो, त्यो प्रोटेस्टमा चाहिँ अब आर्मी पुलिसलाई, विशेष गरी पुलिसलाई चाहिँ अब पुलिस सरकारको पुलिस भनेर त्यति बेला पुलिसहरूले गाली खाइरहेको थियो। अब अहिले चाहिँ जुन अहिले नयाँ सरकार छ, अब मतलब अब जुन अब ओलीको पक्षबाट जुन आइराख्नु भएको छ नि आन्दोलन, उहाँहरूले चाहिँ फेरि अहिले पुलिसहरूलाई नै गाली गरिराख्नु भएको छ। आखिर किन के अब पुलिसहरू जहाँबाट भए पनि मतलब गाली खाने त्यस्तो नगरौँ जस्तो लाग्छ है मलाई। सम्मान गर्नुपर्छ। त्यही भएर कानुनलाई आफ्नो काम गर्न दिनुहोस्। यो बेकारको आन्दोलन यान त्यान गरेर कुनै फाइदा छैन है त। फेरि पनि भन्छु, आर्मी पुलिसलाई गाली गर्ने काम बन्द गर्नुहोस्, विशेष गरी पुलिसलाई। आन्दोलन हुने ठाउँ यही हो। यस्तो पानी परिरहेको छ, त्यही पनि पुलिसहरूले हामीलाई सुरक्षा दिइराख्नु भएको, त्यो चाहिँ कसले बुझ्ने कि, हामीले बुझ्नुपर्ने होइन त। अब त्यही भएर जो जति जेलमा पर्नु भएको छ उहाँहरू निर्दोष हुनुहुन्छ भने आफै आइहाल्नुहुन्छ होइन। आन्दोलन गरेर हेन तेन गरेर केही फाइदा छैन, किनकि हामीले अवस्था देख्यौँ नि अस्ति जेएनजी प्रोटेस्टमा आन्दोलनको अभिगत कस्तो हुन्छ। आखिर नोक्सान हुने भनेको त हामीलाई नै त हो नि होइन र। तर मलाई के चिन्ता लाग्छ भने, जहाँबाट भयो भने पेलिनु पर्ने, देखिनु पर्ने, नराम्रो गर्नुपर्ने पुलिसहरूलाई मात्रै किन हुन्छ भन्ने सोच्छु के है। उहाँहरूलाई गाली गर्नुपर्ने, यताउता गर्नुपर्ने आवश्यकै छैन नि। उहाँहरूले त आफ्नो
ड्युटी गरिराख्नु भएको छ नि होइन। फ्यामिलीमा चाहिँ कोही पुलिस हुनुहुन्न है, फेरि आफ्नो फ्यामिलीमा पुलिस छ त्यही भएर सपोर्ट गर्यो भन्नुहुन्छ भने म चाहिँ सबैको भावना बुझ्ने भएर मात्रै है। आन्दोलन हुने ठाउँ यही हो, यही एरियाहरू चाहिँ म सधैँ आन्दोलन हुने एरिया। सो म चाहिँ चारदोबाट झरेर अगाडि आइसकेँ, कोठा पुग्न लागिसकेँ। तर उहाँ जानुपर्ने, लाइब्रेरी जानुपर्ने, पानी परिरहेछ, खै के हुन्छ। इङ्ग्लिसमा एउटा भनाइ छ नि, डर के आके जिते। त्यही भनाइलाई आत्मसात गर्दै पानी छ नि भाड में जाओस् भने म लाइब्रेरीको लागि खाना खाएर निस्किसकेँ कोठाबाट है त। बज्न त 10:15 भइसक्यो, त्यही पनि हिजो जस्तै कहीँ कतै अलिअलि ठाउँ पाइन्छ कि भन्ने अपेक्षा सहित आएको हो। आज आउने चाहिँ थिएन खासमा होइन, किनकि हिजो त एउटा पिरियड भएको थियो, आज दुईवटै पिरियड पढेर आयो। तर हिजो एक दिन मात्रै के आउनु भनेर आज आएको, दोहोऱ्याउन। भोलिदेखि त हान्न म अब पहिरो गाडीलाई फोहोरको गाडी भन्नुहुन्छ कि सफा गाडी, किनकि फोहोरको गाडी भनेर हुन्छ नि त। खासमा अहिले काम त सफा गर्ने काम गर्छ। कमेन्ट गर्नुहोस् है, कमेन्ट गर्नुहोस् ल है। त्यो गट्ठाघर हो, गट्ठाघरको पुलमा छु म यतिखेर। यस्तै छ त्यो यस्तै। म चाहिँ गट्ठाघर र सानोठेमीको बिचमा रहेको यो खेतमा छु। अनि आइपिएल चलिरहेछ नि, आइपिएल को कसले हेर्नुहुन्छ, हेर्नुहुन्छ भने तपाईँको फेभरेट टिम कुन हो? मेरो चाहिँ आरसिबी हो है। फेरि आरसिबी बिकज लोयल्टी इज म्याटर। What is the connection between loyalty and RCB and भन्नुहुन्छ भने यु डोन्ट नो एनिथिङ अबाउट क्रिकेट होइन। पहिला सर्च गर्नुहोस् अनि मात्रै थाहा पाउनुहुन्छ तपाईँहरू। त्यही पनि भन्छु, आरसिबीलाई लोयल्टी म्याटर गर्छ, एकदम म्याटर गर्छ। आफैसँग कुरा गर्दा गर्दै म लाइब्रेरी नजिक आइपुगेँ। अब चाहिँ त्यही हो, 6-7 घन्टा पढ्छु, त्यसपछि ब्याक टु रुम। सो मुटुजमा चाहिँ लाइब्रेरीबाट आइसकेँ। सो आजलाई यति नै गरौँ होला है त। स्टे ह्याप्पी, स्टे सेफ, सी यू टुमारो।